नमस्कार, स्वागत छ यहाँहरूलाई। आज नेपालले साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा बङ्गलादेशको सामना गर्दैछ। खेल भारतको गोवामा साँझ 4:15 बजे सुरु हुनेछ। यो खेल महिला फुटबल विशेषतः नेपालको लागि चाहिँ सबैभन्दा महत्त्वपूर्ण खेल हो, किनकि बङ्गलादेश यसअघिका 2 संस्करण च्याम्पियन भइसकेको छ। पछिल्लो दशकमा बङ्गलादेशले जसरी महिला फुटबलमा उपलब्धि हासिल गरिरहेको छ, ठिक उल्टो नेपालले भने त्यसरी सफलता हासिल गर्न सकेको छैन। साफ च्याम्पियनसिपको यात्रामा नेपाल 6 पटक उपविजेता भएको छ। सन् 2016 मा मात्रै नेपाल फाइनलमा पुगेको छैन भने पछिल्ला लगायत सबै संस्करणमा नेपाल फाइनलमा पुगेको छ। यसपटक सेमी फाइनलमै बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दा पनि नेपालको लागि निकै चुनौती देखिएको छ। बङ्गलादेश 2 पटकको च्याम्पियन हो। प्रशिक्षक नवीन नेउपानेले नेपाली टिम हेरिरहेका छन् र गोवा पुगेपछि त्यहाँको तापक्रमका कारण हो या टिमको सन्तुलन नै नमिलेको हो, नेपाली टिमले सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन। निकै कमजोरी टिम विरुद्ध नेपालले खुलेर प्रदर्शन गर्न सकेन र गोल स्कोरमा नेपालको समस्या देखिएको थियो। पहिलो खेलमा नेपालले भुटानलाई मात्र 1-0 हराएको थियो। भुटान विरुद्धको पहिलो खेलमा डिफेन्डर गीता राणाले गोल गरेकी थिइन्। स्ट्राइकरहरू रेखा पौडेल, रश्मि कुमारी घिसिङ, मीना देउबा लगायतका खेलाडीले गोल गर्न सकेनन्। त्यसैले पनि उनीहरूको आलोचना बढी नै भयो। दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई 2-0 हराएको थियो। यसपटक भने रश्मिले नेपालको लागि गोल गरेको थिइन्। त्यस्तै गरी कप्तान रेणुका नगरकोटले पनि आफ्नो यो 16 वर्ष यात्रामा पहिलो पटक नेपाल टिमको लागि गोल गरेकी हुन्। यसरी नेपाल समूह A को विजेता बन्दै सेमी फाइनलमा पुगेको हो र नेपालले समूह B को उपविजेतामा बङ्गलादेश प्रतिस्पर्धी पाएको थियो। प्रीतिको आगमनसँगै मिडफिल्डमा नेपालको प्रदर्शन उत्कृष्ट हुने सबैले आशा गरेका छन् र नेपाली टिम पनि प्रीतिको आगमनसँगै अलिकति बुस्ट भएको हामीले देखेका छौँ। किनभने यो अघि नेपालको मिडफिल्डर अलिकति कमजोर देखिएको थियो र मिडफिल्डरले स्ट्राइकरसम्म बल पुर्याउन नसकेको पनि भन्दै कतै आलोचना भएको थियो। ठुला खेलमा नेपाली टिमको प्रदर्शन निकै कमजोर हुँदै गएको छ। यो पछिल्ला नतिजाहरूले पनि देखाएका छन्। त्यहाँमाथि यसपटक ठुलो प्रतियोगितामा ठुलै खेलाडी सावित्रा भण्डारी साम्बा नहुँदा नेपाल टिम उसै अलिकति मनोबल कतै गिरेको हो कि जस्तो देखिएको छ। बङ्गलादेश पछिल्लो 2 पटकको च्याम्पियन हो, तर उसको टिममा यसपटक सोचेको जस्तो हुन सकेको छैन। समूह B को अन्तिम खेलमा भारतसँग 3-0 पराजित हुन पुग्यो र एउटा तथ्य के बाहिर निस्किएको छ भने बङ्गलादेश टिमभित्र वादविवाद उत्पन्न भएको छ। पुराना खेलाडी र नयाँ खेलाडी बीच तालमेलको अभाव छ। खेलाडी बीच द्वन्द्व छ। त्यो बङ्गलादेशको कमजोरी नेपाली टिमले लिन सके, त्यसको फाइदा लिन सके नेपाल टिम फेरि फाइनलमा पुगेको हामी हेर्न सक्छौँ। हजुरहरू यस्तै खेलकुदका विभिन्न जानकारी लिनको लागि मेरो च्यानल हेर्दै गर्नुहोला। मैले आजबाट सुरुवात गरेको छु। म नेपाली खेलकुद लगायत विश्व खेलकुदमा के हुनेछन् यो च्यानल मार्फत राख्नेछु। मसँग जोडिराख्नुहोला।